भनेर यो प्रोजेक्ट निर्माण गरेको हो। सो हाम्रो प्रोजेक्टको नाम चाहिँ म्युनिसिपल वेस्ट म्यानेजमेन्ट सिस्टम हो है। हामीहरूको लेट्स टक अबाउट विराटनगर होइन, विराटनगरमा कोही मान्छेले पनि कुहिने फोहोर एउटा ठाउँमा, नकुहिने फोहोर एउटा ठाउँमा, इलेक्ट्रोनिक फोहोर एउटा ठाउँमा र हस्पिटल एउटा फोहोरमा भनेर कहिले पनि छुट्टाएको हुँदैन। सबै मिक्स गर्छन् अथवा कि बालिदिन्छन् कि यस्तो स्ट्रिटहरूतिर फ्यालिदिन्छन् होइन। त्यो हुने मेन फर्स्ट त्यसको कति धेरै पोल्युसन भइरहेको छ नि। सो त्यही हेरेर हामीले यो प्रोजेक्ट बनाएको हुन्छ। यसको नाम चाहिँ एडभान्स इन्सिनरेटर हो। यसमा चाहिँ हामीले यहाँबाट चाहिँ अल काइन्ड अफ इभन इफ इट्स बायोडिग्रेडेबल अनि मेरो नाम रिकिसल हो। मेरो नाम रिकिसल हो। म अब सरकारी हामी चाहिँ इन्डियन सपोर्टिङ कलेजबाट आएका हौँ। हामी यस साइन्स एक्जिबिसनको लागि चाहिँ हामीले फ्युचरिस्टिक स्मार्ट सिटी लिएर आएका छौँ। हाम्रो स्मार्ट सिटीमा चाहिँ हस्पिटल, स्कुल, सबै इन्क्लुडेड छ। हाम्रो स्मार्ट सिटी फ्युचरिस्टिक चाहिँ कसरी छ भने हाम्रो यहाँ सोलर प्यानल्सहरू लगाएको छ सबैतिर। यो सोलर प्यानल्सले चाहिँ हाम्रो इलेक्ट्रिसिटी कस्टहरू रिड्युस गर्छ र हाम्रो गभर्मेन्टको मिलियन्स अफ पैसाहरू पनि हाम्रो रिड्युस गर्छ। हाम्रो स्मार्ट सिटीमा हामीले अभियसली इन्डस्ट्रिजहरू पनि हुन्छ। हाम्रो इन्डस्ट्रीमा चाहिँ हामीले स्मार्ट सिटीलाई पोल्युसनहरू नहोस् भनेर हामीले कार्बन प्युरिफिकेसन, एयर प्युरिफिकेसनहरू राखेको छौँ। यो यसको फर्दर इन्फर्मेसनको लागि चाहिँ खतरालाई बोलाउनु यहाँ चाहिँ हाम्रो फ्याक्ट्री पोल्युसन गर्ने मेजर फ्याक्ट्री उत्पादनले गर्दाखेरि हाम्रो हाम्रो यो प्रायः हाम्रो जान्छ कार्बन प्युरिफिकेसन यहाँभित्र विभिन्न कमानको साथसाथै वाटर सेल्फ भएको कमान र वाटर कार्बनसँग रियाक्सन वाटरले कार्बन एब्जर्ब गर्छ। एब्जर्ब गरेपछि हाम्रो मोटर लागेको मोटरले हाम्रो प्योर ग्यासलाई रिलिज गर्छ। रिलिज गरेपछि हाम्रो रहन्छ कार्बन र वाटर। त्यसलाई हामीले फेरि रियाक्सन गर्छ। वाटर ट्रिटमेन्ट युज गर्न सक्छौँ। खान नसके पनि त हामीले त्यही चिजमा युटिलाइज गर्दैछौँ नि त। त्यही युटिलाइज गर्नु नै हाम्रो लागि ठुलो कुरो हो। त्यहाँ नेपाल जस्तो कन्ट्रीमा त्यही हो। के भइरहेको थियो भाइ भन्नुहोस् त्यही एक्सप्लेन अलिकति गरेर तपाईँ। यो चाहिँ हाम्रो एउटा सिम्पल रेन वाटर हार्भेस्टिङ एन्ड स्मार्ट एग्रिकल्चरको एउटा सानो मोडल हो, जसमा चाहिँ हामीले रेन वाटरलाई चाहिँ हामी कसरी युज गर्न सक्छौँ भन्ने हामीले यो डेमोमा देखाएको छु। पहिले रेन वाटर परिसकेपछि हाम्रो एउटा छतको भएको एउटा ट्याङ्कीमा स्टोर हुन्छ र त्यो स्टोर भएको पानीलाई चाहिँ हामीले फिल्टराइजेसनको प्रोसेसबाट अगाडि बढाइसकेपछि त्यो फिल्टर भएको पानीलाई हामीले ट्याङ्कमा स्टोर गर्छौँ र त्यो ट्याङ्कमा स्टोर भएको पानीलाई चाहिँ हामीले एग्रिकल्चरमा पनि युज गर्न सक्छौँ। गाईबस्तुहरूलाई दिन सक्छौँ, नुहाइधुवाइ गर्न सक्छौँ। पानीलाई हामीले नखान सके पनि हामीले भाँडाहरू मोच गर्न सक्छौँ। जस्ता आदि हामी कुरोहरू प्रयोगमा ल्याउन सक्छौँ।